ड्रागन फ्रुट त ठुलो होला भने त सुकेर यस्तो भएछ। लु साथीहरू, तपाईँहरू पनि हुन्छ कि हाम्रो मात्रै हो यस्तो सुकेको पनि छ कि अब ठुलो भयो भनेर राखेको फलिसकेर यी सुकेर यस्तो बिजोक के काम लाग्यो यो? खै खाना पाउला जस्तो लागेन हो, खाना पाउला जस्तो लागेन। के भएछ? एउटा फेरि निस्केछ। काम छैन यो ड्रागन फ्रुट रोप्ने, यो रहर मात्रै हो। त्यहाँ थियो किरा सर घर मात्रै फोहोर हुने, ठुलो हुने र फल्ने केही पनि होइन। यस्तो बिजोक सबै कोपिला झरेर अनि के खानु त? कोपिला झरेपछि यसरी सबैजना फुलै नफुलिकन झरिरहेछ। ल यो झर्न रोक्न बाट बचाउने केही उपाय छ भने भन्नुहोस् है। यो कोही ठुलो भएको छ, नत्र भने चाहिँ हाम्रो चाहिँ सबै झरेर सिद्धि नै भयो। के भएको हो थाहा भएन। ल आँखा पो लाग्यो हो कि जुत्ता चप्पल झुन्डाउनु पर्ने हो कि जुत्ता चप्पल झुन्डाउनु पर्ने हो कि? हेर्नु न यहाँ फल्ला त यसरी फलाएको छ नि, तर के गर्नु अब यत्रो हुन्छ सबै रातो हुने अनि यसरी झरिदिने, अनि यसरी झरेपछि के गर्नु त? के खानु त? खानै नपाएपछि त बर्बाद भइहाल्यो नि त।